धेरैजना मान्छेहरूले त तपाईँलाई एज अ सेफ एज अ रेस्टुरेन्ट ओनर्स भनेर चिन्नुहुन्छ नि त. सो मलाई चाहिँ एकदमै पर्सनली धेरै कुराहरू सोध्न मन छ क्या एरिजी हजुरसँग आज. मलाई हस्पिटालिटी बिजनेस अथवा रेस्टुरेन्ट नै किन त? यस्तो छ, कुनै कुराहरूमा बाध्यता छ होइन. अब एट द सेम टाइम आफ्नो ड्रिम पनि हो होइन. अब हामीलाई कति इजी छ भन्ने कुरा हुन्छ कि. अब नेपालदेखि यहाँ आयो होइन, यहाँ आइसकेपछि हामीसँग कतिवटा बाटो छ त हामीसँग गर्नुको लागि. अब अहिले ओभरअल हेऱ्यो भने हामीभन्दा पहिला आउने अग्रजले के गर्नुभएको छ त्यही कुरा सिक्ने पनि हो, सँगसँगै आफ्नो सपना पनि हो. त्यो भएको भएर अब मेरो केसमा चाहिँ म थ्रु ब्याक 2014मा युरोप आउँदै गर्दा मेरो फ्यामिली अलरेडी पहिलेदेखि नै यही बिजनेसमा हुनुहुन्थ्यो. त्यो भएको भएर मलाई चाहिँ यसरी सजिलो भयो यो लाइनमा छिर्नुको लागि.